हेलो नमस्कार नमस्कार मेरो परिचय दिनुपर्ने त छैन। हजुरले मलाई चिन्नुहुन्छ। म प्रकाश गेवाली। हजुर मसँग अब तपाईको गुरदौली फुलहरू फुल्ने लगभग तयारीमा छ है साथीहरू। अब गुरदौली फुलहरू यो ठुलो ठुलो भइसकेको छ है। गुरदौली फुलहरू फुल्ने तयारीमा छ, देख्न सक्नुहुन्छ। प्रशस्त मात्रामा गुरदौली फुलहरू हेर्नु त लगभग अब कपिला मुख लिएर बसेको छ अनि फुल्ने तयारीमा छ साथीहरू। धेरै राम्रो फुल हो गुरदौली, मखमली, हजारी, सयपत्री। हजुरले सुन्नुभएको छ मालती फुलहरू प्रशस्त मात्रामा मसँग सबै आइटमहरू छ। हजुरले चिन्नुभएका सुनिराख्नुभएका फुलहरू कस्तो होला, नाम त सुनिराख्नु भएको हुन्छ अनि फुल कस्तो हुन्छ भनेर कसैलाई थाहा पनि नहुन सक्छ। म यो फुलेपछि पनि हजुरलाई देखाउँछु। यसको गुरदौलीको फुल बोट चाहिँ यस्तो हुन्छ है साथीहरू। यो हाँगाबाट हाँगा काटेर पनि सर्छ है साथीहरू। यसलाई हाँगा काटेर च्याट्ट काटेर अनि एलोभेरा घिउ कुमारीमा च्याप्प डोबेर लगाउन सक्नुहुन्छ। यो मजाले फल्छ। यो चाहिँ मेरो पहेँलो खाले हो अनि गरेर तपाईँको यो चाहिँ रातो खाले हो। यो पनि रातो खाले हो है साथीहरू। यो रातो खाले हो अनि यो रातो खाले हो। मेरो सानो पार्क छ मेरो यहाँ। मैले पार्कमै लगाएको छु यसलाई। सानो पार्क आफै बनाएको छ। त्यो पार्क अझै तपाईको दुबो चाइनिज दुबो भरिन अझै प्रशस्त भरिसकेको छ नहुनाले मैले अझै तपाईलाई देखाएको छैन। लगभग मेरो पार्क रेडी हुने तयारीमा छ। त्यसपछि हजुरलाई देखाउने छु। धन्यवाद। सब्स्क्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू भेरी मच।